साथीहरू, बिपिन जोशीले आफ्नी आमालाई लेखेको यो पत्र एकदमै मन छोइदियो। यो पत्रमा भएका कुराहरू सुन्दाखेरि साँच्चै नै मन थाम्न सकिन्न। तपाईहरूको पनि एकचोटि यो बिपिन जोशीले पत्रमा के लेखेका थिए एकचोटि तपाईहरूले पनि सुनिदिनुहोस्। बिपिन जोशीले आमालाई लेखेको पत्र यतिखेर सामाजिक सञ्जालमा बाहिरिएको छ। अन्तत यो पत्रले धेरैको मन समेत रुवाएको छ र यो पत्र पढेपछि जो कोही पनि रुन सक्छ। इजरायलबाट बिपिनले आमालाई अन्तिम पटक यस्तो पत्र लेखेका थिए। मायाले ओतपोत र सम्झनाले भरिएको ती पत्र, आमाले पकाउँदै गरेको दाल भातको सुगन्ध र आँगनमा बिताएका ती पलहरू उनले शब्दमा समेटेर लेखेका थिए। र आमा, हजुरको छोरा आज ठुलो भएको होला, तर खोला तर्नु अघि नै सधैँ हात समाउनु होला। मेरा शिर सदैव हजुरको पाउमा रहनेछन् आमा। आशीर्वाद र मायाको कमी कहिल्यै नगराउनु होला। सत्य यही हो, समय र हामीलाई धेरै टाढा बनायो, तर आज म तपाईँको प्रतीक्षा यहाँ गरिरहेको छु। म आज प्रदेशको बाटोमा मेहनत गरिरहेको छु र हजुरलाई राम्रो समाचार सुनाउने प्रतीक्षामा म तपाईँलाई कुरिरहेको छु। र उनले यो पत्रमा समावेश यसरी गरेका छन्। योभन्दा ठुलो अझ हजुरलाई सुनाउन बाँकी नै छ। बाँकी मेरो कामना यो छ कि हजुरलाई मैले ठुलो काम गरेर देखाउनु सामा, र म यहाँ सन्चै छु। मेरो वास्तविक कथा यही हो। यो पत्रले यतिखेर सबैलाई भावुक समेत बनाएको छ।